दुबईको यो के अरे म्युनिसिपालिटीमा यो यसो अब घुम्न पर्यो हैन के भरताल सबैभन्दा नेपालको मानव निर्मित ताल हो के दाइ सबैभन्दा ठुलो हो के उता नगए नि हुन्छ यार यतातिर पौडी खेल्न जानु पर्ला जस्तो छ हामी चाहिँ है कहाँ यतिले मान्छ उठाइसक्यो क्या यतिले पौडी खेल्न खाँदै मान्छेलाई यहाँ पुग्न लाग्यो हामी पनि खान लाग्यौँ हैन त ए यस्तो छ मेरो भाग चाहिँ है मेरो नि देखाइदिनु न यो यहाँ त फेरि लास्टै मोटे मान्छेले देखाइदियो भन्यो क्या नसक्नु छ त अनि चितवनको मान्छेलाई कहिले सक्छ सक्दैन कन्सेप्ट चाहिँ एकदम बवाल लाग्यो है मलाई चाहिँ एकदम मिठो हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल एपी ब्लग सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु अनि चाहिँ आज चाहिँ हामी चाहिँ घुम्न आएको यता अघि नै थाहा पाइसक्नु भयो होला हामी चाहिँ हाम्रो होटेलको सबैजना स्टाफहरू होइन दुईवटा डिपार्टमेन्टको गरेर चाहिँ घुम्न आएका छौँ आज चाहिँ यता साथीहरू चाहिँ यता छ कोही आउँदैछ कोही अझै म आफ्टरनुनको ड्युटीहरू चाहिँ अहिले पछि आउँदैछ केटाहरू त हिरो आमा हेन्सम भएर आइरहेछ ठिक छ ल यस्तै हो आजको दिन चाहिँ अब रमाइलो छ कहिले कहिले चाहिँ फ्रेस पनि हुनु पर्यो होइन त्यही भएर चाहिँ सबै केटाहरूसँग बिचतिर आइरहेछौँ अब पौडी खेलेर होइन अब हजुरहरूलाई सबै अब के कसो गर्छौँ त्यही अनुसारले भिडियो पनि देखाउँछु होइन के छ अनि हाम्रो दुबईको यो के अरे म्युनिसिपालिटीमा यो यसो अब घुम्न पर्यो हैन यसो डुबुल्की हान्ने होला नि त अनि तातो पानीमा डुबुल्की हान्ने ठाउँ उतातिर देखाइदिनु गाइडहरुलाई हाम्रो डुबुल्की खेल्ने ठाउँ हाम्रो श्रोता मित्रहरू यता हुनुहुन्छ हैन यस्तै छ अब के गर्नु अब दुबईमा हैन लाइफ चाहिँ अर्को गाडीमा चाहिँ भर्खरै आउँदैछ आमा के छ अझै होटेलबाट आउँदैछ है केटाहरू चाहिँ यो चाहिँ आधा हो मर्निङकोहरू मात्र हो ए कसको छोरा हो हेर न अनि कस्तो अनुभव भइरहेछ ल एकदम रमाइलो भइरहेछ दाइ हैन फर्स्ट टाइम एक्सपिरियन्स हो बबाल भरतालको याद आयो मलाई नेपालकै भरताल सबैभन्दा नेपालको मानव निर्मित ताल हो क्या दाइ सबैभन्दा ठुलो हो क्या जानु भएको होइन जानु एकचोटि यस्तो बवाल यो जुमेरा बिच भन्दा डेन्जर छ के हामी गएको रमाइलो छ लगभग ठुलो छ 151 बिघामा सायद छ त्यहाँ ल मिल्यो भने पछि जानुपर्छ है 2 वर्षपछि नेपाल गएपछि ल दाजुभाइ घुम्नुपर्छ ल अब यहाँ सबैजना चाहिँ यो सामान बोक्दै मडी रहेछ आम्मा ह्यान्डसम सामान बोक्यो अब चाहिँ हिँड्यो ए दाइ मजा भइरहेछ नि होइन मजा हुने यार हेर म पनि यहाँ ट्याक्क समाउँदै हिँड्दैछ यहाँ सबैजना यसरी हिँड्दैछ है सबै खानेकुरा अब चिसोहरू चाहिँ पानीहरू सबै चाहिँ वहीँबाट व्यवस्था गरेर आएको छ होइन उहाँ कति धेरै मान्छे छ हौ यताउता हजुरहरू देख्न सक्नुहुन्छ रुक्नु है म देखाउँछु त्यहाँ चाहिँ अन्त ब्रुज अल अरब देख्नुभयो यहाँ चाहिँ हजुर के आमा दाजुभाइ त भिडियो बनाउँदैछ यहाँ पोका कुनतिर यति पुगेपछि त हामी त अब उता नगए नि हुन्छ यार यतातिर पौडी खेल्न जानु पर्ला जस्तो छ हामी चाहिँ है होइन यता नगइकन उतातिर हिँडिदिनु पर्यो कि क्या हो यस्तो छ यताको दृश्य चाहिँ यस्तो छ यहाँ चाहिँ बच्चाहरूको लागि पनि छुट्टै खेल्ने ठाउँ छ भने स्काई डाइभिङ पनि यहीँ गर्छ क्या
सबै उतापट्टि सबै देखिरहेछ। अहिले चाहिँ नजिकबाट देख्यो भने चाहिँ म सबै हजुरहरूले देखाउँछु होइन आजको सबै। अब धेरै काम भयो क्या होइन साथी, धेरै काम गऱ्यो होइन हामीले, धेरै काम गऱ्यो। वर्षमा 1-2 चोटि त यसरी घुम्नु पर्यो नि त, परेन पर्यो नि त। माइन्ड फ्रेस गर्ने हो यत्तिकै। आमा बिरयानी चाहिँ राख्नु पर्ने हो, चिसो बिरयानी। सधैँ राख है राख। ए अमन ल खानु चाहिँ राख्यो। यताको भ्यू चाहिँ यस्तो छ, सर र समुद्रको पानी। त्यहाँ चाहिँ त्यहाँ देख्नुभयो होला हजुरले, उता स्काई डाइभिङ हानिरहेको छ। यता चाहिँ बुज अल्लर होइन, यता चाहिँ सर खेल्दैछ। अब हामी पनि पौडी खेल्ने हो, धेरै होइन 10-15 मिनटमा अब चेन्ज गरेर। हरि त्यहाँ के अरे बाइक राइड पनि हानिरहेछ त्यहाँ। हजुरहरूले देख्नु भएको छ कि भएको छैन, कतिको देख्नु भएको छ। ए हामीलाई त के हो यहाँ, फेरि बगायो, फेरि उहाँ सार्यो, फेरि यहाँ थियो यहाँ सर्यो होइन। कतै हामीलाई दुःख दियो नि यहाँ। ए हाम्रो आन्टी भन्ने कि मिस भन्ने कि चाहिँ ब्रिफिङ जस्तो हुँदैछ सानो होइन। हाम्रो सोल्टीहरू टोलाएर घाम त यस्तो खतरा चलिरहेछ। दुबईको बिचमा ल्याएर अनि तपाईँले अफोर्ड यति मात्र, अरूहरू नि पाउँछ अहिले त अरूहरू नि पाउँछ होइन त अझै। कहाँ यतिले मान्छ क्या, यतिले मान्छ त अनि अहिले पछि अरू नि पाउँछ नि त। ए अम्मा हो जेड स्काई, त्यहाँ चाहिँ जेड स्काई गरिरहेछ होइन। हामी त अहिले मस्त छेउछेउ यस्तो हिँड्दैछौँ, अब भर्खर आएको त्यही भएर यस्तो बिस्तारै हिँड्दैछौँ, मनोरञ्जन गर्दैछ। अब हामी पनि खेल्ने हो एकछिनमा। त्यहाँ साथीहरू चाहिँ उद्या खेल्दैछ, उद्या रेडी भएर जाँदैछ, कोही खेल्दैछ, हामी चाहिँ यत्तिकै हिँड्दैछौँ होइन। अब धेरै होइन, अब वर्षमा 1-2 चोटि चाहिँ होइन कम्पनीले यतिको गरे पनि अलिकति खुसी लाग्छ कि, अलिकति माइन्ड पनि फ्रेस हुन्छ होइन। साथीभाइ पनि क्लोजिङ हुन्छ होइन, बुझ्छ। अब साथीभाइ नयाँ पनि बन्छ, चिनजान हुन्छ होइन। त्यही त हो नि। अब हाम्रो घरतिरको जस्तो खोला नाला कहाँ हो र यो त होइन, समुद्र हो। समुद्र नुनै नुन हुन्छ नि, त्यो अब मुखमा नुनै नुन जान्छ कि। यो खेल्यो भने चाहिँ पौडी पहिला पनि खेलेको, अब यो पालि नै खेल्ने हो। अहिले चाहिँ हामी काइट बिच भन्ने ठाउँमा छौँ है। अच्छा त्यहाँ हजुरले चाहिँ अब त्यहाँ बुर्ज खलिफा पनि देखिराख्नु भएको छ होला होइन। यता चाहिँ तल चाहिँ बुर्ज अल अरब भनिन्छ, नजिक छ। अब बिचमा हामी छौँ, अहिले चाहिँ अब रमाइलो गर्न आएको छौँ। त्यही त हो नि, टाइम अब पर्दैछु कहिले अब टाइम मिलाएर यतिको रमाइलो त गर्नै पर्यो। अब यताको दृश्य चाहिँ यस्तो छ। अब मेरो चाहिँ अजय भाइ होइन, अब ऊ पनि यहीँ आएर भेटेको सँगै। अब एकदमै मिल्ने साथी मेरो चाहिँ, अब भनौँ न मसँग अब मेरो डिपार्टको ड्युटीमा सबैभन्दा मिल्ने साथी हो। साथीभाइ जे भने पनि होइन, घर पनि उतै हो हाम्रो सँगै होइन। उसको आबु खैरे नि, मेरो चाहिँ अब पोखरा भइहाल्यो, हजुरहरूलाई थाहा नै छ होइन। धेरै माया देखाइदिनु भएको छ होइन, मेरो भिडियोमा पनि सपोर्ट गरिदिनु भएको छ होइन। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन। यसरी नै माया गर्नु होला, भिडियोलाई अन्तिमसम्म हेर्नु होला होइन। ल यति भन्दै अब हामी पनि पौडी खेल्न जान्छौँ। अब उता खेलेको भिडियोहरू चाहिँ आउँछ है त, वेट गर्दै गर्नु होला, हेर्दै गर्नु होला। ल लेट्स गो फर प्लेइङ स्विमिङ है नि त। यस्तो छ होइन, अब हामी नि खेल्ने होइन, अब खेल्नुपर्छ। यहाँ बसेर बाइक के छ र अब चाहिँ हामी पनि पौडी खेल्दैछौँ। केटाहरू चाहिँ कोही उता छ, कोही यता छ। लहर हेर्नु त कस्तो छ, आम्मामा छाल त डेन्जर ठुलो आइरहेको छ हौ।
वहाँ पुगिसक्यो अझै भाइ चाहिँ वहाँ पुगिसक्यो यो चाहिँ यहाँ छ त म पनि अब टाइम हान्नुपर्छ केटाहरूले पुर्दैछ न हाम्रो साथीलाई धेरै बेर पौडी खेलेर लास्टै थाक्यो होइन अब खेल्दा खेल्दा थाकेपछि अब के गर्नु त अब केटाहरूले यस्तो खानेकुरा ल्याइरहेछन् होइन अब उता पार्टी हान्दैछ ऊ केटाहरूको जमबाट यस्तो छ ए यो पनि आयो उता सबै बाँड्दैछ खाना चाहिँ यहाँ पनि छ यहाँ मडिराज है यहाँ एकदम यहाँ चाहिँ अझै सोल्टी यताको सनसेट चाहिँ यस्तो छ होइन अब हामी चाहिँ खाजा खायौँ खाजा भन्ने कि अब बेलुकाको खाना भन्ने होइन अब चाहिँ गएर पकाइन्न होला यत्तिकै व्यस्तै भइन्छ यत्तिकै रमाइलो भइरहेछ यहाँ भलिबल पनि खेलेर भर्खरै आइयो होइन भिडियो हेर्नुभयो होला हजुरहरूले होइन उता केटाहरू चाहिँ त्यही छ हामी चाहिँ यस्तो छ अब हामी पनि खाना लाग्यौँ होइन त ए यस्तो छ मेरो भाग चाहिँ है ल हुन्छ अब रमाइलो गर्दैछौँ हजुरहरूलाई पनि कस्तो लागिरहेको छ भिडियो होइन कमेन्ट डाउन गर्नु होला होइन हजुरहरूलाई पनि अब हाम्रो मौकामा यताको भ्यूहरू देखाइरहेको छु उहाँ बुज कालिफा देखिराख्नु भएको छ होला त चाहिँ यस्तो छ यहाँ चाहिँ मलाई चाहिँ एउटा कुरा के ठिक लाग्यो भने चाहिँ हामीले यहाँ खाना लगाएको भर्खर चाहिँ होइन दुबई म्युनिसिपालिटी चाहिँ त्यो वेस्ट कन्ट्रोल हुन्छ नि त्यसको लागि चाहिँ आइपुग्यो कि यस्तो हो कि एकदम सिस्टम भनेको चाहिँ यस्तो हो कि एकदम राम्रो के अब काहीँ नि नफाल यताउता भनेर गयो कि राम्रो हो नि त्यो भनेको आफ्नो देशलाई होइन सफा सुग्घर गर्ने होइन त्यही त हो नि आफूले बचाए पो आफ्नो देश राम्रो हुन्छ त नि अब हाम्रोमा त कुरा गरी साध्य पनि छैन यहाँ अरू त त्यस्तै हो ल अब खाना लाग्यौँ है त हामी पनि यसो मेरो पनि देखाइदिनु न यहाँ त फेरि लास्टै मोटे मान्छेले देखाइदियो भन्यो क्या खाना पनि यति खान्छ होइन तर ज्यान चाहिँ हेर्नु नि त अब सिक्स प्याक्स हो नि त आमामा यो मान्छे कहाँको हो हेर्दा कस्तो लाग्छ हजुरहरूलाई कहाँको जस्तो लाग्छ ए धादिङे होइन धादिङे हो धादिङे हो नि त प्योर धादिङे हो नि त समोसा हो समोसा ए औरी भनेको तिम्रो त्यो कति पर्छ धेरै माथि मगर गाउँ हो त्यो उकालो एउटा पिपलको रुख जस्तोबाट माथि जाने हो पहिला नै त्यो जुन मेन पुल छ नि धादिङको के त्यो पारिपट्टिको जुन त्यो हाइवे ठुलो पुल के गाडीहरू हिँड्ने पुल पारिबाट माथि पुरै डाँडा माथि तिमीले भनेको त मलेखको पुल हो होइन मलेखको पुल अनि हाम्रो धादिङ त धेरै भित्र पऱ्यो नि भाइ अब फेरि भने यता उतातिर क्या त्यहाँ त भलिबल खेल्दैछ साथीहरू चाहिँ त्यहाँ चाहिँ अब हामी चाहिँ खाँदैछौँ खाना खाँदा चाहिँ एकदम बबालको सनसेट है एकदम मिठो सनसेट है खोलिसकेको रहेछ यार अब हाम्रो चाहिँ मेन स्ट्राइकर है अटानाको एकदम मेन स्ट्राइकर है हाम्रो होटेलको एकदम खानपान नि यस्तो बवाल छ कि आमामा नसक्नु छ त अनि चितवनको मान्छेलाई कहिले सक्छ सक्दैन गाह्रो छ सनसेट चाहिँ एकदम बवाल लाग्यो है मलाई चाहिँ एकदम मिठो एकदम रमाइलो ल है त साथीहरू हामी खेलेर चाहिँ सकिसक्यो होइन पौडी सौडी खेलेर भ्याइसक्यो यताको भ्यू चाहिँ यस्तो छ अँधेरो नि भइसक्यो है लगभग 7:30 भइसक्यो अँधेरो भएर अब निस्किनु पर्यो अब जाने भनिरहेछ अब गाडी पनि 8 बजे आउँछ अरे त्यही भएर यसो निस्केर कौडा सौडा पनि लगाइसक्यो होइन कस्तो लाग्यो आजको दिन होइन अझै ल यसो भन नि त एकदम राम्रो लाग्यो एकदम खुसी लाग्यो सब दाइ भाइहरूसँग अब स्विमिङ गर्न पाउँदाखेरि एकदम खुसी लाग्यो मलाई चाहिँ
अब दादालाई भन्नु हजुरलाई के लाग्यो कस्तो लाग्यो आजको दिनहरू? मलाई पनि एकदम रमाइलो लाग्यो होइन, साथीहरूसँग एकदम टाइम स्पेन्ड गर्न पायो होइन, खुसी लाग्यो। अनि यस्तै छ अब कहिले कहिले मेसो मिलेर अनि बल्ल टाइम मिलेर चाहिँ यत्रो अलिकति आज चाहिँ टाइम स्पेन्ड गर्न पाएँ केटाहरूसँग होइन, नयाँ केटाहरूसँग यता साथीभाइ सबैसँग चिनजानी भयो, रमाइलो भयो। अरूहरू चाहिँ उतै गेम खेल्दैछ होइन, हामी चाहिँ यसो यता भ्यू चाहिँ यस्तो छ, नाइट भ्यू एकदम राम्रो छ। त्यहाँ चाहिँ बुर्ज खलिफा देख्नु भएको छ होला होइन, त्यहाँ बुर्ज खलिफा नाइट भ्यू बब्बाल देखिरहेछ। अनि यसो फ्रेस हुँ भनेर होइन, हजुरहरूलाई अब कस्तो लाग्यो यो काइट बिचको भ्यू र होइन आजको भ्लग पनि कस्तो लाग्यो सबै कुरा कमेन्टमा लेख्न नभुल्नु होला होइन। हजुरहरूको राम्रो सपोर्ट अनि माया पाइरहेको छु होइन, एकदम खुसी लागिरहेको छ। यसरी नै माया गर्दै जानु होला होइन, एपी भ्लगलाई सपोर्ट गर्दै जानु होला, एकदम खुसी लाग्यो होइन। यति भन्दै आज चाहिँ तपाईँहरूको अनिस पौडेल होइन एकदम धेरै धेरै मायाको साथमा आज चाहिँ है बिदा गर्न चाहन्छु आजको भ्लगबाट चाहिँ। भ्लग पनि एकदम लामो भयो होला होइन। ल अब चाहिँ नेक्स्ट भ्लगमा हजुरहरूलाई भेट्ने नै छु। हामी दुईजना दाजुभाइकोबाट आजको लागि बिदाई माग्छौँ। सी यू इन नेक्स्ट भ्लग। थ्याङ्क यू सो मच एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब एन्ड लाइक एन्ड कमेन्ट। यसरी नै माया गर्नु होला। हस्त धन्यवाद। थ्याङ्क यू।